इट्स मर्निङ। म चाहिँ मेरो रुमबाटको भ्यू देखाउँछु। यहाँ मम्मी हुनुहुन्छ, यहाँ मम्मीले सफा गर्दै हुनुहुन्छ। धुपबत्ती बालिसक्नुभयो। यहाँ हुनुहुन्छ ड्याडीले सबै पकाइसक्नुभयो उता। सो अहिले चाहिँ 7 बज्यो अनि म उठ्दाखेरि सबै रेडी गरिसक्नु भएको छ मम्मी ड्याडीले। खानाहरू यताउता चियाहरू सबै मैले भर्खरै खाएँ, फ्रुट्स र चिया चाहिँ। अब म चाहिँ थोरै पढ्छु अनि 8:30 बजीबाट चाहिँ क्लास हुन्छ। म चाहिँ यहाँबाट 8:10 निस्किन्छु घरबाट। ड्याडीले त्यो एक्सपायर भएको बिस्किटहरूको उस बनाउँदै हुनुहुन्छ के अरे कुखुरालाई आएर र मासु टेम्जा पर्छ त्यो भएर ड्याडीले कुखुरा पालिदिनु भएको घरमै। फ्रुट्सहरू दिनुभयो, बाँकी काम गर्दै हुन्छ। मम्मी नै अहिले स्कुल जानुपर्छ। त्यहाँ बसेर पढ्छु पुरै। मैले चाहिँ यहाँ इन्डोट्राकियल इन्टुबेसन पढ्दैछु। यहाँको भिडियो हेर्दैछु, युट्युबको एउटा ऱ्यान्डम भिडियो हेर्दै राम्रो लागेर। अनि म चाहिँ यहाँ लेखिरहेको छु। यहाँ चाहिँ डमीमा गरेर छ। हामीलाई नि मोस्ट प्रोबेबली आज डमीमै गर्नुहुन्छ होला, पेसेन्टमा भन्दा पनि। अब चाहिँ 8 बज्न लाग्यो। म रेडी हुन्छु। म बिहानमा खासै छिटो उठ्न सक्दिनँ, बेलुकामा बस्न सक्छु बरु। बिहानमा चाहिँ खासै छिटो उठ्न सक्दिनँ, उठ्न खोजे पनि ढिलो भइहाल्छ। त्यही भएर म 10 मिनटमा छिटो रेडी हुन्छु नि जान्छु। मलाई ढिलो हुन थाल्यो। जुत्ता लगाउन चप्पल होइन, यो पनि ड्रेस कोड होइन, मैले ड्रेससँग मिलाएको मात्र हो। अब हामी जान्छौँ। कति बजी? 8:15 भइसक्यो। म 8:30मा जानु छ। ल यहाँ आस्थान जाँदैछौँ। यिनी त पढ्दै जाँदैछन्। यस्तै ढिलो मैले गर्दा नि। ल हाम्रो चाहिँ फर्स्ट पिरियड चाहिँ एनेस्थेसिया भयो अनि सेकेन्ड पिरियड के छ अरे मेडिसिन 10 मिनट छिटो छुट्टी भयो। त्यति बेला हामी घाम ताप्न आएको, तर घामै होइन खासै पछाडि छ। तर यहाँ फेरि क्लासमा हेर्नुपर्छ कोही गइहाल्नुहुन्छ कि हेर्नु। बर्थडे मन्थ कस्तो बर्थडे हो हाम्रो क्लासमा। यहाँ सब पढ्ने के पढिरहेको थियो? के पढिरहेको थियो भन्दा एक्जामिनेसन पढिरहेको थियो। एक्जामिनेसन पढिरहेको तिमीले के पढिरहेको? म स्लाइड बनाउँदै मेरो अहिले 1 पिरियडपछि प्रेजेन्टेसन छ। हामी चाहिँ यहाँ खाजा खाना छौँ अहिले। अब फेरि पोस्टिङ नै ढिलो हुने छाटकाट हो यो। मेरो चाहिँ ओटी हो, यिनीहरूको चाहिँ लेबर ड्युटी। सबै साथीको लेबर ड्युटी छ। मेरो चाहिँ यिनीहरू यता गयो अब अफिस गाइनेमा, म चाहिँ ओटीमा जान्छु। बाई। ट्राई गर्नु भिडियो दिन भयो। यहाँ चाहिँ ड्याडीले लोकल भाले बनाउँदै हुनुहुँदो रहेछ कुखुरा। 4:30 भयो। म चाहिँ मेरो घर आइसकेँ। अब हामी भित्र जान्छौँ। सो अहिले चाहिँ लगभग 7 बज्न लाग्यो अनि मेरो चाहिँ फर्स्ट डेको चाहिँ अगाडि भिडियो हेरिसक्नुभयो अनि सेकेन्ड डे चाहिँ कन्टिन्यू भएन किन भन्दा चाहिँ आई हेभ टु गो टु काठमाडौँ भोलि बिहान 6 बजेको फ्लाइट छ माथि होस्टेलको स्टुडेन्टहरूलाई लिएर इन्ट्रान्स टोचको हाम्रो तल इन्ट्रान्स टोचको अफिसबाट पनि लैजाँदै हुनुहुन्छ काठमाडौँ चाहिँ
तलबाट 3-4 जना जाँदै हुनुहुन्छ हामी माथि होस्टेलबाट चाहिँ 3-4 जना जाँदैछौँ लेट्स गो अनि म सानो क्लिप राख्छु यो काठमाडौँ गएको चाहिँ त्यसपछि ब्याक टु मेडिकल कलेज हामी फेरि आउँछौँ है त ओके चाहिँ हाम्रो घरबाट देखिने भ्यू देखाउँछु है त यो चाहिँ नाइट भ्यू हो यो लेक साइड यो सबै देखिने चाहिँ पोखरा भ्याली हो म पढ्ने नेपाल भए पनि म चाहिँ घरबाट नै आउने जाने गर्छु म होस्टेल बस्दिनँ म घरबाट नै आउने जाने गर्छु त्यही भएर त्यो देखिने भ्यू चाहिँ मेरो घरबाटको हो एज यु क्यान सी ब्याकग्राउन्ड सेम ब्याकग्राउन्ड यहाँ चाहिँ मेरो बहिनीहरू छन् अनि यिनीहरू दुईजना चाहिँ के अरे POAHS यिनीहरूको कलेजको नाम भन्नु पनि गाह्रो छ POAHS मा पढ्दैछन् अहिले चाहिँ हामी यहाँ एडमिट कार्डहरू रेडी गर्दैछौँ र नागरिकता यहाँ चाहिँ नागरिकता जहिले सबै स्टुडेन्टकै यत्रो नागरिकता छ यहाँ एडमिट कार्डहरू छ अलमोस्ट हामीसँग 70-80 एडमिट कार्ड छ होइन अनि हामी चाहिँ अर्डर वाइज मिलाउँदैछौँ ताकि स्टुडेन्टलाई ठ्याक्क जाने हातमा राख्न पाइयोस् पहिला पनि इस्यु भएको थियो कि हाम्रो हिँड्ने बेलामा कसको नागरिकता हराएको अर्चनाको है यहाँबाट हालेर अझ हातमै दिएर पठाएको एक्जाम सेन्टरमा जाँदा नागरिकता नै छैन आत्तिन्छन् स्टुडेन्टहरू त्यही भएर चाहिँ ठिक्क पार्दिन आएको खै मामु ल सो अहिले चाहिँ 5 बज्यो अनि अहिले चाहिँ हामी जाँदैछौँ गाडीमा अनि 6 बजेको फ्लाइट छ ओके सी यू सो हामी चाहिँ यहाँ एयरपोर्ट आइसक्यौँ पछाडि हुनुहुन्छ भाइ बहिनीहरू चाहिँ दिदी खाएन कस्तो आयो हजुर राम्रो भयो बाई 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 बाई